यस भाषा संस्कृति प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीज्यूहरू, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू, उपस्थित सम्पूर्ण आदरणीय साहित्यिक व्यक्तित्वज्यूहरू, यस कार्यक्रमलाई सफल पार्नको लागि विभिन्न सङ्घ संस्था, विभिन्न ठाउँबाट उपस्थित सम्पूर्ण महानुभावहरू र माडीबाट यस कार्यक्रममा उपस्थिति सहित आफ्नो संस्कृतिलाई लिएर प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण टिम लगायत सम्पूर्णमा हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। म अलि ढिलो भएँ, आउन त अलि चाँडै आएको थिएँ। हाम्रो वडा अध्यक्षज्यूहरू हुनुहुन्छ यहाँ, मैले बिर्सिराखेको थिएँ। सम्पूर्ण वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधिज्यूहरू सम्पूर्णमा हार्दिक नमस्कार। म आउन त अलि समयमै आएको थिएँ, फेरि मेरो कार्यक्रम जुधेर फेरि तुरुन्तै फर्केर जानु पर्यो र म पुरै हजुरहरूको प्रस्तुति देख्ने सुन्ने अवसर मैले आफै नै गुमाएँ। यसको लागि म आफै मिस गरेँ। मलाई पनि यो पुरै कार्यक्रममा बस्न मन थियो तर समयले दिएन। मलाई आशा छ फेरि पनि हामीले यस्ता कार्यक्रमहरू आयोजना गर्नेछौँ र आज छुटेका कार्यक्रमहरूमा म सहभागी हुनेछु भन्ने पनि मैले आशा र विश्वास दिन चाहन्छु। विशेष गरेर यो कार्यक्रम गर्ने सिलसिलामा माडी नगरपालिकामा समन्वय गर्न आउनु भएको थियो। आउँदै गर्दा हामीले पनि माडी प्रज्ञा प्रतिष्ठान हामीले पनि गठन गरिसकेको अवस्थामा प्रज्ञा प्रतिष्ठानलाई पनि अलिकति चलायमान गर्न पर्ने र यसको उद्देश्य जुन उद्देश्यका साथ हामीले यो प्रज्ञा प्रतिष्ठान माडी प्रज्ञा प्रतिष्ठान गठन गर्यौँ त्यो उद्देश्य हामीले पनि पुरा गर्न छ र बिस्तारै यो भाषा, साहित्य, संस्कृति, यहाँका कला, वेशभूषालाई हामीले जगेर्ना गर्ने नै हाम्रो उद्देश्य छ। र आज हामीले यो कार्यक्रम गऱ्यौँ। गरिरहँदा वास्तवमै धेरै राम्रो लाग्यो। एकले अर्काको रीतिरिवाजहरू, संस्कृतिहरू हामीले बुझ्न सफल भयौँ। म आएपछि 3-4वटा प्रस्तुति भयो, सबै उत्कृष्ट लाग्यो मलाई। वास्तवमै यो कला सबैसँग हुँदैन, जोसँग छ ऊ निकै भाग्यमानी छ, भाग्यमानी हुनुहुन्छ। त्यसकारणले मैले सबैलाई धन्यवाद दिन चाहन्छु र यो महत्त्वपूर्ण कार्यक्रममा मलाई लाग्छ हजुरहरू खाना पनि खानु भएको छैन, भोक पनि लागिसकेको होला। सबैलाई म हार्दिक आभार व्यक्त गर्दै र यो कार्यक्रम माडीमै राखिदिनु भएकोमा म आयोजकप्रति पनि आभार व्यक्त गर्दै धन्यवाद दिँदै मेरा भनाइ यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।